हेलो गाइज वेलकम टु ब्याक माई न्यू ब्लग। आई होप तपाईँजना सबैहरू सन्चै हुनुहुन्छ। यस म पनि यहाँ सन्चै छु। तर जे भयो नि चोइट लाग्यो नि जे लाग्यो नि बिहानको मौसम चाहिँ अझै पनि चिसो हुनु रहेछ। आज चाहिँ घरमा मम्मी हुनुहुन्न। मम्मी चाहिँ बिहान मकै खानु जानुभयो तल। अहिले बेर हुन्छ भनेर चाहिँ मलाई चाहिँ घर छोड्नु भएको किनकि स्कुल जानु छ नि त। लेट्स गो। घरमा बसिसकेपछि त रुमहरू मिलाउनै पर्यो। रुमहरू मिलाउनु लाग्यो। झाडु पोछा पनि लगाइयो अनि अब बाउनु पर्यो होइन। लोटामा पानी राखियो अनि त्यसपछि चाहिने कुरा अब अगरबत्ती सल्काउन त भनेर अगरबत्तीतिर सरर लाइटर पारेर तर्लक्क बालियो। दाहिने देब्रे थाहा नभए पनि घुमाउन चाहिँ घुमाइयो। त्यसपछि सरर त्यहाँ अड्डाइसकेपछि यसो ढोकबेट गरम भनेर ढोकियो। त्यसपछि चाहिँ बाहिर गएर आमालाई दुध मन पर्ने भएकोले दुध हालेर 2टा रोटी हालेर लैदिएँ। दुध ल्याइदिइसकेपछि ल मलाई चाहिँ चिया मनपर्ने भएकोले मैले चाहिँ चिया पकाउनतर्फ लागेँ। चिया चाहिँ दामी भइदियो, दामी। छान्ने बेला चाहिँ एउटा हातले मोबाइल एउटा हातले छान्दा चाहिँ हल्का गडबड भयो जस्तो लाग्थ्यो, तर गडबड चाहिँ भइन्छ। ठिकै छ, त्यही पनि चिया छानियो। छानिसकेपछि अब चुरुप चुरुप खाइन्छ। यसपछि एकछिन पढाउन त भनेर पढ्ने त के पढ्ने, यसो होमवर्क थियो है इङ्ग्लिसको राइटिङ, मोबाइल हेरेर भने लेखियो। ल फाइनली रेडी भएर खानासाना खाएर रेडी भएर स्कुल जानतर्फ टक्क रेडी भइयो एकदमसँग। हाय 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 मेरो यस्तो दामी, हाय 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 नजर लाग्ला है म माथि, नजर लाग्यो लाग्यो नजर लाग्ला। अब चाहिँ म चाहिँ अब बाटैबाट स्कुलतर्फ हिँडिसकेको छु। स्कुलतर्फ जाँदै गर्दा चाहिँ यो क्याप टोपी चाहिँ मेरो पहिचानै बन्ला जस्तो छ कि टक्क सधैँ लाएर हिँड्छु। म चाहिँ नि पहिलो भ्लग बनाउँदा चाहिँ म यही खोलामा आएर बनाएको थिएँ, किनकि मलाई पहिला लाज लाग्थ्यो। हुन त अचाल पनि लाज लाग्छ होइन, त्यही पनि म अब पेसै यही गर्ने भनेर चाहिँ अब जहाँ अब लाज मानेर केही हुन्न भन्ने हो। तर फेरि मान्छे नदेख्दा मात्रै लाज नलाग्छ, मान्छे देखेपछि फेरि लाज लाग्छ। यतै नै आएर भिडियो बनाएको थिएँ मैले पहिला नै सर्ट भिडियो बनाएको त। त्यसैले स्कुल चाहिँ जानुपर्छ। यहीँ मैले एउटा डाइलग भनेको थिएँ कि म चाहिँ इङ्ग्लिसमा भेरी विक छु भनेर कि त्यस्तै के भनिरहेको थिएँ। सो एभ्रिवान आजको दिन चाहिँ कस्तो हुन्छ हेरौँ प्लिज। अन्तिमसम्म हेरेर साथ सहयोग र सपोर्ट दिनु होला है। भिडियो बनाउँदै चाहिँ आँटेँ, बेर भइसकेको छ। मतलब भ्यान छुट्यो दुकुर भ्यान छुट्यो भ्यान छुट्यो भने त रिस उठ्यो जान्छ दुकुर ए भन्नै भ्यान छुट्यो। अब फिक्सै भ्यान छुट्यो। च्या दुकुरेको त पुरै सर्ट बाहिर निस्केर यस्तो बिग्रिया बेजा लाग्ने जस्तो हुन्छ नि। फेरि यो सर्ट बाहिर निस्केपछि मलाई यस्तो रिस उठ्छ। धन्न भाग्न त भाग्यो, तर बिहान चाहिँ फाइनली छुट्याइन्छ। साथीहरूलाई त्यहीँ देखियो बिहान चाहिँ छुटेको हुन्छ टक्कम। बिहानमा चाहिँ आज भिडियो बनाउन मिलेन किनकि सरहरू जानुहुन्छ टक्क स्कुलमा। लाज त लागिरहेको थियो, त्यही पनि बनाइयो होइन। त्यही पनि मोबाइल छोपेर हिँडिरहेको थियो टक्क। लाज त लागिरहेको थियो टक्क। ठ्याक्कै फेरि सिँढीमा टक्क साथीहरूसँग ह्यान्डचेक गरियो। साथीहरूलाई पनि देखाइयो टक्क, राम्रोसँग देखाइन्छ त्यही पनि देखाइयो टक्क। सिँढीमाथि सलो गइयो होइन। बाह्रका दाइहरू पनि हुनुहुन्छ। धन्न यस्तो बेजत्त लगाइरहेको थियो, तर खासै केही फरक परेन। यो चाहिँ मेरो क्लासरुम हो है। क्लासरुममा गएँ, क्यामेरा चाहिँ भोबाल हल्दा रहेछ कि यो चाहिँ हाम्रो मोनिटर हो है। टक्क है, टक्क भइसकेपछि चाहिँ यो त बड्डो टक्क। अब चाहिँ झोला राखिन्छ, बाहिर गइन्छ। स्कुल भ्यानमा त ओहो गर्मी भएर हे भगवान् बस्नै नसकिने कि यस्तो पसिना आएको थियो बिचो हर छुट्याएको थियो। हे आज स्कुलमा सोचेको जस्तो केही भएन। पढाइ मोबाइल निकाल्न नि पाइएन। त्यसैले सरी फर द बोरिङ भिडियो। तर सानो भयो, मिठो भएन, केही छैन। अर्को भिडियोमा इन्ट्रेस्टिङ खतरा स्ट्रङ खालको लिएर आउँछु छिटै नै। यतिसम्म हेर्दै र साथ दिनुभएकोमा सबैलाई धन्यवाद। थ्याङ्क यू फर अल।
my friend.